र यो अनलाइनमा यो मुख छाड्नेहरूलाई चाहिँ के कस्तो कारबाही सरकारले गर्छ? अनलाइनमा थुप्रै मुख छाड्छन्। अब मुख नछाड्नु भनेर भन्नु पऱ्यो हामी सबैजनाले। तपाईँ यो पार्टी र त्यो पार्टी भनेर हामीले छुटाउनेवाला छैनौँ। हाम्रै माननीय ज्यूहरूलाई यस्तो हुन्छ भने, नागरिकलाई कस्तो हुन्छ भने हामीले त्यो विषयलाई सिरियसली लिएछौँ र हामी यसमा एकदम निर्मम रूपमा हामी प्रस्तुत हुनेवाला छौँ। अनि माननीय हर्क साम्पाङ ज्यूले पनि गाली गर्ने विषय उठाउनु भएको थियो, मुख छाड्ने विषय उठाउनु भएको थियो। अब मुख नछाड्नु भनेर भन्नु पऱ्यो हामी सबैजनाले। यो यति बेथिति छ कि यसमा कि तपाईँको हाम्रो एउटा स्ट्राटेजी हामीले बनाएको छौँ। यसमा हाम्रो विभिन्न मन्त्रालयहरू हामी समन्वय गरेर यसमा काम गरिरहेको छौँ। किनभने यसमा भनेको तपाईँको हाम्रो 3-4वटा मन्त्रालय मिलेर काम गर्नुपर्ने हुन्छ। स्क्यामको लागि पनि त्यही नै हो। अर्थ मन्त्रालय पनि त्यसमै आउँछ, हाम्रो गृह मन्त्रालय पनि त्यसमै आउँछ, सूचना तथा प्रविधि मन्त्रालय पनि हाम्रो यसमै आउँछ। त्यही भएर हामी 3-4जना मन्त्रालय 3-4वटा मन्त्रालयहरू मिलेर चाहिँ एउटा कङ्क्रिट एउटा प्लान निकालेर एउटा टिम जसरी टास्क फोर्स गठन गर्ने भन्ने विषय उठाउनु भएको छ। त्यही लाइनमा नै हामी छौँ हजुर। अनि यसको रेस्पोन्डको विषयमा पनि सोसल मिडियामा जसरी गाली बेइज्जती गरिन्छ, हाम्रो विशेष गरी भनौँ हाम्रो माननीय ज्यूहरूलाई पनि त्यसमा हामीले एकदम निर्मम रूपमा हामीले प्रस्तुत भइरहेको छौँ। हामीले यसमा कुनै हजुरहरूलाई त्यो अट्याक आएको कुरामा विषयमा तपाईँ यो पार्टी र त्यो पार्टी भनेर हामीले छुटाउनेवाला छैनौँ। हाम्रै माननीय ज्यूहरूलाई यस्तो हुन्छ भने, नागरिकलाई कस्तो हुन्छ भने हामीले त्यो विषयलाई सिरियसली लिएछौँ र हामी यसमा एकदम निर्मम रूपमा हामी प्रस्तुत हुनेवाला छौँ। हस्, धन्यवाद।